काठमाडौँ कपन होइन मामा के नैका मामा घरबाट छतबाट चाहिँ यस्तो राम्रो दृश्य छ मामाहरू साथमा हुनुहुन्छ ठिक छ ल दामी छ मामा घर ल यस्तै छ बाबु के छ मामा के छ कस्तो छ काठमाडौँको बसाइ कस्तो छ काठमाडौँ बसी एकदम आनन्ददायी छ हो ठिक छ दिउँसो जाहिर गयो बिहान बेलुका आफ्नो टोल समाज बस्यो रमाइलो गर्यो आनन्द यस्तो राम्रो चन्द्रगिरी हो त्यो चन्द्रगिरी हिल्स भन्ने त्यो माथि होइन त्यही हो यतापट्टि चाहिँ किर्तिपुर त्यो किर्तिपुर उताको डाँडो किर्तिपुर यो नैका यो हाइवे सही छ होइन बस्न आनन्द छ यहाँ खुला छ हावा पनि हो ल ठिक छ नानी के भन्न चाहन्छौ वेलकम ब्याक नेपाल थ्याङ्क यू भाइजू ल भान्जा धेरै वर्षपछि भेट्न पाएको खुसी लागेको छ 10 वर्ष पछाडि पनि उस्तै हुँदो रहेछ भाइ वेलकम ब्याक टु आवर कन्ट्री ल ठिक छ यो चाहिँ मेरो ठुलो मामा 10 वर्ष पछाडि चाहिँ मामासँग काठमाडौँमा आज भेट भएछ आज चाहिँ अप्रिल कति मामा अप्रिल 19 आज 19 2026 मामा के भन्न चाहनुहुन्छ ल एकदम भान्जालाई 10 वर्ष पछाडि भेट भएको छ जन्मेदेखि त काखा चाहिने अब नारायणको भोलिपल्टदेखि त चाहिने काखमा लिएर खेलाएको भान्जा आज चाहिने युएसए पुगेर परिवार सबै युएसएमा हुनुहुन्छ अनि अहिले अब नेपालमा चाहिँ आउनुभयो एकदम खुसी लाग्छ यहाँभन्दा खुसीको क्षण के नै हुन सक्ला र यो मामा भन्दाको चाहिँ यता फेरि कान्छो मामा हुनुहुन्छ मामा कान्छो मामा के छ एकदम ठिक छ आज खुसी लाग्छ एकदमै अब त्यो 10 वर्षपछि भेट भयो अब यस्तो अलि चाँडो भेट हुन पर्यो लामो अब भेट हुन्छ मामा फेरि अब यो पहिलोचोटि चाहिँ लामो समय भयो होइन 10 वर्षै लाग्यो अब चाहिँ लाग्दैन अब फेरि भेट भइरहेको छ यस मामाहरू यहाँ हुनुहुन्छ मामा दुईटै मामालाई गाउँमा झर्ने बित्तिकै भेट्न पाउँदाखेरि चाहिँ होइन एकदम खुसी छु म एकदम मामा भन्दाको सम्बन्ध भनेको त यहाँभन्दा बाहिर त के हुन्छ र मामा मर्दाखेरि चाहिने मर्दा काँध हाल्ने र चाहिने अनि भार बोक्ने भन्छ यहाँभन्दा चाहिँ नजिकको सम्बन्ध त केही नै हुँदैन अरूभन्दा मामाहरू काखमा हुर्केको म चाहिँ होइन मामा भनेको बहुत खुसी लाग्यो उन्नति प्रगति गर्नु अनि ताकि कामहरू चाहिँ पुरा भएर जाउन् एकदम गर्नु विधि भएको हुनु विधि भएको छ एकदम सन्तोषम परम सुखम हस् धन्यवाद धन्यवाद बाई